नमस्ते साथीहरू, आज म तपाईहरुलाई कोरियाको अत्यन्तै लोकप्रिय हाइकिङ गन्तव्य ग्वानाक्सानको यात्रामा लिएर जाँदैछु। यात्राको सुरुवात भयो गाफेङएकबाट हाइटेक्स ट्रेनबाट। गाफेङएकबाट योङसान्याक, योङसान्याकबाट सादाङयाक पुगेपछि म डेस्टिनेसनतिर लागे। ग्वानाक्सान सौलको दक्षिण भागमा अवस्थित छ र यो पहाड विशेष गरी यहाँको चट्टान र सुन्दर मन्दिरहरूका लागि चिनिने गर्छ। हाइकिङ सुरु गर्नुभन्दा पहिला ठाउँको बारेमा जानकारी लिनु जरुरी छ। यो म्यापमा हेर्न सकिन्छ। हाइकिङ सुरु गर्नु अगाडि स्ट्रेचिङ गर्दा उकालो यात्रा गर्न सजिलो हुनेछ। सुरुवातको बाटो हेर्दा सजिलो लाग्यो। केही बेरको यात्रापछि 1950 ताका दुई कोरिया बीचको युद्ध हुँदा सुरक्षा सतर्कताका लागि बनाइएका बङ्करहरू पनि देख्न सकिन्छ। जंगलको शान्त वातावरण र चराचुरुङ्गीको आवाजले मनलाई एकदमै शान्ति दियो। बाटोमा यो सुन्दर म्याकपाई चरा पनि भेट्यो, जुन कोरियाको राष्ट्रिय चरा पनि हो। केही बेर ठुल्ठुला ढुङ्गाका सिडीहरू र काठबाट बनेका सिडीहरू पार गर्दै केही माथि पुग्नुभयो भने तपाईले यहाँबाट सौलको सुन्दर दृश्य देख्न सक्नुहुन्छ। हाइकिङ गर्ने उपयुक्त समय भएर पनि होला, ठाउँमा एकदमै धेरै मान्छेहरूको भिड पनि देख्न सकिन्छ। ठाउँमा यस्ता मार्ग निर्देशन गर्ने बोर्डहरू देख्न सक्नुहुन्छ, जसले तपाईहरुलाई सही ठाउँमा पुग्नको लागि सजिलो बनाउनेछ। यो नै ग्वानाक्सानको अन्तिम डेस्टिनेसन हो र तपाईहरुले पर देख्नुभएको फुटबलको जस्तो आकृति, त्यो फुटबलको आकृतिमा गएर यो मौसम सफा छ कि छैन चेक गर्ने वेदर राडर स्टेसन हो। आजको भिडियो यही सकिन्छ। फेरि नयाँ ठाउँको बारेमा नयाँ भिडियो लिएर आउनेछु। लाइक, शेयर, सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा गरेको छु। धन्यवाद।